ल सुशील सर आज के काट्नु भयो खसी काट्नु भयो कि बोका काट्नु भयो तपाईले हेर्नु त यो के हो यो ए ल ठिक छ यति पछि दर्शकहरूले आफै बुझ्नुहुन्छ हामीले भनिराख्नु पर्दैन पर्दैन ल बाइ बाइ ल जे बोल्यो त्यो हुन्छ हाम्रो साथीले ल खुँडा उदा आउँदैछ मलाई चाहिँ फेरि मार हानेर काट्न आउने हो उदाउन आउँदैन है पानी त चाहिँदैछ हामीलाई अहिले पाठी भने पनि खाँदैन पानी हाले दी भाइ थोरै हात फर्काउन किन त त्यसरी होइन नि त खुट्टा ठाडो पार न ठाडो त्यो त कहाँ हुन्छ ठाडो पारेर पहिला त्यसपछि त खुट्टा त काटेर बुढाए पनि हुन्छ गयो यहाँ त खुसी लाग्यो अहिले मलाई फोन आएर नातिले चाहिँ तँलाई पक्क मलाई भेट्न आएन भनेर मात्रै खुसी लाग्यो त्यही बिरामी भएर हो हस्पिटल गएको 3 दिन भइसक्यो ल 3टा हस्पिटल चेक गर्छु ल त्यसले फेरि बेदो पुऱ्याएर भन्छ के अरे भनौँ अनि छोड्दैन त्यसले त पख मलाई छोडेर हिँडिस् भन्दै थियो अस्ति मलाई फर्काउँछ उल्टो थोरै पानी हाल्नु नभए त्यहाँ पानी उ गर्नु मासु खाने त बोकाको हो के खसीको त बोसो हुन्छ बोकाको स्वादिलो नि हुन्छ त होइन बोसो हुन्छ के हजुर देखाउनु पर्दैन काट्नु थाल्नै जाऊ ल ल ल एकचोटि हाले त भइहाल्थ्यो नि एक दिन हाले त अनि फेरि अलि दिन चुप लाएर ल सुशील सर ह्याप्पी न्यू इयर ल नारायण सरलाई पनि ह्याप्पी न्यू इयर आजको खसी हो कि बोका हो यो ए ठोका ल ठिक छ त्यति भएपछि प्रुफ भयो ह्यान्ड्स प्रुफ भयो आज चाहिँ हामी हेन प्रुफ होइन क्या यो बोका प्रुफ भयो बोका प्रुफ भयो हो ल ठिक छ सही भन्नुभयो आज चाहिँ हामी चाहिँ न्यू इयरमा चाहिँ यस्तो छ मेरो काम चाहिँ यो मैले यति गरेँ मलाई धेरै काम पनि गराउन जाने छैन भनेर यति काम चाहिँ मेरो भयो मार हान्नेमा हाम्रो सुशील सर केही राय दिनु त कतिचोटिमा छिनाउनु भयो एक म छिनाको नि आज त मैले थाहा पाइन यार आधा चोटीमा मैले थाहा पाइन के बुढाले त्यही भन्थ्यो आधा एक चोटि र आधा चोटनी लाउनु आधा चोटमै ल हेर्नु आजको हाम्रो न्यू इयर प्लान हाम्रो न्यू इयर यसरी मनिँदैछ हेलो सुशील सर हजुर के गर्दै हुनुहुन्छ यसो हामीले टक्कै कलर बनाइयो हरानी र बेसारको हजुर अनि लगाइयो रातो अनि तपाईँ त डिएचएल पनि हुनुहुन्छ मासु कहाँ डिएचएल गरिदिनुहुन्छ अर्डर आउनु पर्यो जहाँ पनि ल केही चाहियो भने हाम्रो सुशील सरलाई अर्डर गर्नुहोस् घरमा ट्याक्कर के आउँछ ट्याक्कै डिएचएलको लोगो ट्याक्क ल ओहो हजुर के हो यस्तो हाम्रो यस्तै छ चलानी लौ हेर रमिता ल हेर्नु त यहाँ अलि मिलाम यार ल ओहो हजुरहरूले यो खसी बाख्रा यति गरेर दुःख गरेर बोका ल्याएर कति यहाँ मासु बिक्री गर्नुहुन्छ नि हामीले बाजाममा 1000 किलोको 1000 मा बिक्री मिलाएर दिनुहुनेछ हाम्रो मिलाएर दिन्छौँ मिलाएर दिनुहुनेछ ल हेर्नु यसरी हो ल यसरी चाहिँ छुट्याइन्छ लादी सुशील सर नारायण सर यता दाइ ल केही भन्नु छ भने भन्नु के कस्तो अनुभव भइरहेको गर्मीमा पनि तपाईँहरू खटिनु भयो आज नयाँ वर्ष मान्नलाई नयाँ वर्ष त मान्नु पर्यो नि रमाइलो गर्नु पर्यो त नि वर्ष दिनको है अब 83 सालभरि खसी काटिने भइयो गरे अब 1 गते काटेपछि अब ल बाख्राको त हुन्थेन सुशील सर हजुर के भयो तपाईँलाई गाह्रो भयो जस्तो मलाई अनुभव भयो गरे घाम भयो हो गाह्रो हामीलाई हुँदैन हामीले किनभने डिएचएल सर्भिस धेरै काटिन्छ हामीले अल नेपाल हो नि हो ल ठिक छ रुख यसै काट्ने हैन ल यसलाई टुक्रा बनाउँदै हुनुहुन्छ ल हेर उहाँले एउटा सिँगै बोको सिँगै एक्लै आँट्नु भएको छ हाम्रो सुशील पराजुली सरले के छ अहिलेसम्म कतिवटा काटियो होला यसरी खसी बोका
काट्यो होला अहिलेसम्म त 100 भन्दा माथि ओहो 1 वर्षमा तपाईँले अब बुच्चरको काम पनि गर्न पर्ने भयो होला कहाँ गर्छ यस्तो सिपालु साह्रै सिपालु ल ल ल बा समातेर मैले देखाउँ ब्रम ब्रम आवाज न का आउँदाखेरि कसैले त ठिकै गरेर चाहिँ खाएन कसैले बुच्चर काम गर्छ बुच्चरले चाहिँ मासु काट्ने जति गराउँछ त्यसै के भन्नु हामीलाई मतलब छैन बा बस मासु खान पर्यो मङ्गलबार र सोमबार कि मासु खान भएन इन्डियातिर त खान्न मिल्छ चलाउनु त्यो अहिले बनाइसकेँ त्यो मैले देखिनँ त्यही चलाएको मात्रै देखाइदिनु त्यही देखाएको देखिनँ त्यहाँ माथि हामी चाहिँ भुट्टा यसरी खाइयो है ल हेर्नुहोस् खै 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 यता भाग उता 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 यसरी खाइयो है चिसो नि यसरी खाइयो है